एकीकृत सुरक्षा योजना 2082 आधारित रही आरोही तथा निर्वाचन आचार संहितालाई पूर्ण रूपमा पालना गरी खटिने सम्पूर्ण सुरक्षा निकायको भूमिका तथा उत्पन्न हुने विभिन्न सुरक्षा चुनौतीको सामना गर्दा अपनाइने कारबाहीलाई प्रष्ट पार्न रहेको छ। टाढासम्म त्यो हाम्रो आमरुख आमरुख पुरा बाया 50 पहिलो झण्डा नाम पहिलो डेमो स्ट्यान्डको बायाँ सुर पहिलो टाढासम्म त्यो हाम्रो डेमो इलाकाको पुरा बायाँ हज। आमरुख पुरा दाइना 40 नीलो झण्डा नाम नीलो। यसै हदबन्दीभित्र रहेर आजको डेमोन्स्ट्रेसन सञ्चालन हुनेछ। साथै यस हदबन्दी बाहिर रहेका क्रियाकलाप यस डेमोमा प्रतिनिधि सभा सदस्य निर्वाचन आयोगको चुनाव आजको मिति 2082 फागुन 21 गते सञ्चालन हुन गइरहेको छ। यस चुनावलाई सुरक्षित एवं मर्यादित ढङ्गबाट सम्पन्न गराउनको लागि जिल्ला निर्वाचन आयोगबाट मतदान अधिकृत निर्वाचन कर्मचारीहरू फौजहरूबीच आपसी समन्वय तथा खबरको आदान प्रदान र असहज परिस्थितिमा अन्य सुरक्षा निकायहरूलाई तत्काल खबर गरी परिस्थितिलाई नियन्त्रणमा लिनुपर्ने देखिन्छ। यस स्थानमा रहेको मतदान केन्द्रमा मतदान अधिकृत तथा राजनैतिक दलका पार्टी प्रतिनिधिहरू समेत उपस्थित रहेका छन्। ग्राउन्डको बीच भागमा रहेको निर्वाचन स्थलतर्फ ध्यानाकर्षण गराउन चाहन्छु। श्रीमान डेमो सञ्चालन भएको अवगत गराउन चाहन्छु। तह नम्बर 1 निर्वाचन पूर्व सुरक्षा फौजको रेकी र पट्रोलिङ गरी त्यहाँको राजनैतिक अवस्थाबारे खबर सङ्कलन गर्ने र विभिन्न सुरक्षा निकाय निर्वाचन अधिकृत स्थानीय प्रशासन र विभिन्न जिम्मेवार व्यक्तिहरूसँग बारम्बार समन्वय गरी त्यस स्थानको अवस्थाबारे जानकारी लिएको हुन्छ। शान्ति सुव्यवस्था कायम गर्न नेपाली सेनाले 30 दिन अघिदेखि सिओबी तथा क्रमशः पिओबी स्थापना गरी त्यस बेसबाट पट्रोलिङ, एरिया डोमिनेसन, एरिया फेमिलियराइजेसन लगायतका सुरक्षात्मक कारबाही गर्दै आइरहेको। अहिले निर्वाचन पूर्व सुरक्षा फौजको भूमिका अन्तर्गत नेपाली सेना, नेपाल प्रहरी र द्वारा एरिया क्लियर गर्ने गर्छ। त्यस इलाकालाई क्लियर गरेर सुरक्षित भएको यकिन भए पश्चात निर्वाचन प्रतिनिधि तथा सुरक्षा फौजहरूले आफ्नो स्थानमा जग्गा लिनेछन् र निर्वाचन प्रमुखद्वारा सरकारले तोकिएको समयमा निर्वाचन सुरु हुनेछ। रहेका छन्। यस क्षेत्रमा मतदाताको सङ्ख्या बढ्दै गइरहेको छ भने रोडमा रहेका उच्छृङ्खल व्यक्तिहरूद्वारा आइनीति जबरजस्ती भित्र पुग्न खोजिँदा स्थानीय प्रहरीद्वारा उक्त व्यक्तिहरूलाई त्यस स्थानबाट बाहिर निकाली मतदाताहरूको सुरक्षालाई ध्यानमा राखी 100 मिटर अगाडि होल्ड गरी आवश्यक मास डेमोन्स्ट्रेसनमा 2वटा मतदान केन्द्रमा निर्वाचन भइरहेको छ। यसै क्रममा निर्वाचन स्थलको भित्री भागमा समेत घुसपट भएका केही पार्टीका कार्यकर्ताहरूले भ्रम फैलाई स्थानीयहरूलाई आकर्षित बनाई जबरजस्ती बलपूर्वक मतदान केन्द्रभित्र छिर्ने प्रयास गरिरहेका छन्। नेपाल प्रहरीबाट खटिएका सुरक्षाकर्मी निर्वाचन प्रहरीहरूले सम्झाइ बुझाइ गरी स्थितिलाई नियन्त्रणमा लिन खोज्दा समेत अझै अशान्त भई मतपेटिकातर्फ आक्रमणको प्रयास गरिरहेका छन्।
मतदान अधिकृतले मतदान स्थलको सुरक्षाका लागि त्यस स्थानमा खटिएका सुरक्षा बलको कमान्डरले सम्पर्क गरिरहेका छन् र अनुरोध पत्र प्राप्त भए पश्चात नेपाली सेनाद्वारा मतदान केन्द्रलाई चारैतर्फबाट सुरक्षा प्रदान गरेको देख्न सकिन्छ। यति बेला अनुरोध पत्र प्राप्त भएसँगै मतदान स्थलमा भोट हाल्न रोकेको हुन्छ। अहिले सशस्त्र प्रहरी बल नेपालको टोली भीड नियन्त्रणको लागि खटिएको छ। मतदान केन्द्र बाहिर हिलडङ्गा गर्ने जमातलाई सशस्त्र प्रहरी बल नेपालद्वारा हटाइएको छ। उक्त स्थिति सशस्त्र प्रहरी बल नेपालबाट सामान्य नभएको खण्डमा सोही स्थिति सामान्य गर्नको लागि नेपाली सेना समेत रिजर्भ फौजमा तयारी हालतमा रहेको हुन्छ। अब जिल्ला सुरक्षा समिति कमान्ड पोस्टबाट प्रमुख जिल्ला अधिकारीज्यू र सुरक्षा निकायका प्रमुखद्वारा सुरक्षा निकायका प्रमुखद्वारा मतदान स्थल निरीक्षण भइरहेको छ। मतदाताको त्रसित अवस्थामा त्यस्तो अवस्था छैन नि। होइन सर सेक्युरिटी राम्रो अघि होला अघि त्यहाँ वास्तविक जमिनमा 100 मिटर टाढा रहेको हुन्छ। अहिले बिडी टिमले त्यस इलाकालाई कर्डन गरी मतदाता तथा सम्पूर्ण उपस्थितलाई सुरक्षित स्थानतर्फ बसिदिनु हुन आग्रह गरेको देख्न सकिन्छ। अहिले कमान्डरले शङ्कास्पद वस्तुको नजिक गई रेकी गर्दैछन्। रेकी गर्नाले शङ्कास्पद वस्तु कस्तो किसिमको हो र डिस्पोज गर्न कुन विधि अपनाउने हो भन्ने जस्ता कुराहरू पत्ता लगाउन मद्दत गर्छ। अहिले बिडी अपरेटरले 9 डिटेक्टर लिएर शङ्कास्पद वस्तु भएको स्थानतर्फ जाँदैछन्। यति बेला बिडी अपरेटरले वेपन प्लेस गरिरहेका छन्।
शङ्कास्पद वस्तु र वेपनको दूरी कम्तीमा पनि 0.5 मिलिमिटरदेखि 0.75 मिलिमिटर हुनुपर्दछ। यति बेला बिडी अपरेटर वेपन प्लेस गरी सुरक्षित स्थानतर्फ जाँदैछन्। स्ट्यान्ड बाई फायरिङ नाउ फायर पश्चात सुरक्षाको निमित्त अनिवार्य रूपमा सेकेन्ड्री सोक टाइम लिनुपर्दछ। सेकेन्ड्री सोक कम्तीमा 10 मिनट कुर्नुपर्दछ। यस पश्चात आइडी पूर्ण रूपमा निष्क्रिय भए नभएको अपरेटरले यकिन गर्दछ। नेपाली सेनाद्वारा उक्त शङ्कास्पद वस्तुलाई निष्क्रिय पार्न सफल भएपछि स्थिति सामान्य रहे पश्चात नेपाली सेना आफ्नो स्थानमा फिर्ता हुने कारबाही गर्दैछ। साथै यस निर्वाचनको दौरानमा कुनै पनि प्राकृतिक विपदजन्य घटना जस्तै आगलागी, दुर्घटना जस्ता घटना घटेमा सुरक्षा बलको फौज तयारी अवस्थामा रहेको हुन्छ, जसले ती घटनालाई अब तह नम्बर 3 निर्वाचन समापन भए पश्चात सुरक्षा फौजको भूमिका। आजको निर्वाचन कार्य सफलतापूर्वक सम्पन्न भएको छ। निर्वाचन सकिएसँगै मतदाताहरू आफ्नो घरतर्फ गइरहेका छन्। उक्त स्थान खाली भए पश्चात ढुवानी गर्ने साधनहरू आइरहेका छन्। गरिरहेका छन्। ढुवानीको सुरक्षाको निमित्त सबैभन्दा अगाडि नेपाली सेनाको एस्कर्ट भेहिकल, सो पश्चात मतदान अधिकृत तथा जनप्रतिनिधि सहित मतपेटिका बोकेको गाडी र अन्त्यमा सशस्त्र प्रहरी बल नेपालको एस्कर्ट गाडीद्वारा मतगणना स्थलसम्म ढुवानीको लागि एकैसाथ मुभ भइरहेको दृश्य देख्न सकिन्छ। सम्बन्धी सम्पूर्ण डेमोन्स्ट्रेसन समापन भएको उपस्थित सम्पूर्णमा हार्दिक जाहेर गर्दछु र साथै अब हामी सबै चाहिँ छौँ यहाँ। हामी तपाईँहरू चाहिँ फिल्डमा जाँदा पनि हामी जिल्लामा कमान्ड पोस्ट भनेर यसै नै बसिया हुन्छ। सबै कहाँ हरेक मतदान स्थलहरूको चाहिँ मतदान केन्द्र कामहरू चाहिँ यहाँबाट गरेका हुन्छौँ भने तपाईँको सानो उसमा चाहिँ बसेका बेसहरू हुन्छन् होइन, अनि नजिकबाट चाहिँ त्यसलाई चाहिँ निहालिरहेका हुन्छन्। हामी चाहिँ त्यसै गरी चाहिँ निर्वाचन अधिकृत मुख्य निर्वाचन अधिकृतसित पनि यसरी नै समन्वय गरेर आउँछौँ र वातावरणलाई सहज रूपमा चाहिँ कसरी अगाडि बढाउन सकिन्छ र अर्को सहयोग समन्वय गर्ने कामहरू पनि हामीले गरिरहेछौँ। यहाँले आज गरेको जुन प्रदर्शन असाध्य उत्कृष्ट कार्य गर्नुभयो, त्यसका लागि म यसमा खास गरी चाहिँ करसाब अनि चाहिँ प्रहरी परीक्षकज्यू, सशस्त्र प्रहरी परीक्षकज्यू लगायत निर्वाचन कार्यालय लगायत सबै टिम र यहाँहरू चाहिँ जति आफ्नो आफ्नो भूमिकामा चाहिँ रहनुभयो, यहाँहरू सबैलाई चाहिँ हार्दिक धन्यवाद दिँदै यो कार्यक्रम यही समापन भएको जानकारी गराउँछु। हस्, धन्यवाद।